हामी जान आँटेको छ पर एकछिन काम पर्यो पञ्चायत अफिस र त्यो अलिकति डकुमेन्ट्समा अलिकति त्यो मिलाउनु पर्थ्यो। ऊ चाहिँ यहाँ जुत्ता लाउँदैछ। अब चाहिँ हामी चाहिँ कहाँ जान आँटेको अरे दर्पण भनिदेऊ त। भुडी चाहिँ सानो पारा तिम्रो भिडियोमा उसको काम परेर चाहिँ हामी चाहिँ पञ्चायत अफिस जाँदैछु। अब बसौँ कखन म लड्छु। काम परेर चाहिँ हामी चाहिँ पञ्चायत अफिस जाँदैछु दर्पणको। हेलमेट नलगाएको हामी चाहिँ यहाँ चाहिँ हेलमेट नलगाएर हुन्छ तर सबैजनाले आफ्नो सेफ्टीको लागि चाहिँ लाउनुपर्छ हेलमेट। तर हामी चाहिँ यहाँनिर पञ्चायत अफिस त हो भनेर नलगाएको। दर्पण र म चाहिँ यहाँनिर के भिजिट गर्न आएको अरे भाइ? साइड भिजिट आइरहेको छौँ। त म यहाँ फुकिदिन्छु। भिडियो बनाइदिएको यहाँ हेर्नुहोस् हाम्रो दादा र दिदीको दादाको कस्तो भ्यू पोइन्ट कति दामी छ हेरिहाल्नुहोस्। के भन्छ सनसेट पनि हुन्छ। सनसेट हुन्छ है। अहिले चाहिँ फिलहाल यहाँनिर है बन्जर छ। भुडी हेर न छ्या बिगार्नुको लागि मेरो। ठिकै छ यो भुडीले पनि यो भुडीको पनि फ्यानै हो। काले काले र यसरी हाम्रो यहाँ दिदीको जर्मन सेपर्ड इभिनिङ वर्कमा त आएको। दिदीको जर्मन सेपर्ड हो यो चाहिँ है दिदीको दर्पणको जर्मन सेपर्ड हो। हेर्नु सक्नुहुन्छ दिदीहरूको चाहिँ यहाँनिर एकदमै अब यहाँ दिदीहरूको चाहिँ 12-13 कट्ठा जमिन छ। अब ठुलो यहाँनिर किन्ने कोही छ भने भनिहाल। किन्ने कोही छ भने दिदीको 12-13 बेच्दैछ भन्ने इच्छुक हुनेले चाहिँ दिदीसँग कन्ट्याक्ट गरेर जमिन पनि कसैलाई चाहिएको छ भने एकदम मालिककोबाट भन्दै मालिककोबाट नै बेच्ने होला। यता हुनुहुन्छ सेकेन्ड मालिक, फर्स्ट चाहिँ दिदी नै आउँछ। अनि दादा कस्तो लागिरहेको छ यहाँनिर आज तपाईँ घुम्न आउनु भएको छ श्रीमती श्री मेरो दिदीसँग छ ब्यागभित्र चाहिँ। र दादाले ब्याग छोड्नु हुँदैन बरु हाम्रो दिदीलाई छोडिदिनुहुन्छ। घाम अति दामी देखिरहेछ है र दिदीको अङ्कल पनि यहाँनिर म जुम गरेर देखाउँछु। देख्न सक्नुहुन्छ दिदीहरू साइड भिजिटमा आउनु भएको छ। यस्तो यस्तो चाहिन्छ भनेर एउटा बत्तीवालाले बोलेको त्यो चाहिँ के हो हेर। कस्तो बत्तीवाला? त्यो क्या लेखेर पठाइदिएको छ नि यहाँनिर के को बत्तीको दिदी अन्त यता हेर्नुहोस् त। आमा हेर्नुहोस् त अब हेर्नुहोस् न यता जोडी नै हेर्नुहोस् न कता हेरिहाल्नुहोस्। यहाँ दिदीले चाहिँ हाम्रो त सरलाई त अङ्कल कस्तो हुनुहुन्छ हेर्नु सक्नुहुन्छ। हाम्रो अङ्कल कति ह्यान्डसम छ। अङ्कल जतिको ह्यान्डसम। अङ्कल यस्तो गरिदिनुहोस् सुपरम्यान जस्तो। अङ्कल यसो गरिदिनुहोस् यस्तो अन्त देख्नु होला अङ्कलको यहाँ ए अङ्कलको देख्नु होला यस्तो अलिक 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 घुमेर यस्तो गरिदिनुहोस् अङ्कल अन्त दिदी यहाँ के टच गर्नुहुँदैछ यो लाइन डाइरेक्ट है उडलाई तपाईँ यहाँ हेरिहाल्नुहोस् दादा दिदी यहाँ ठुलो कन्ट्र्याक्टको विषयमा अङ्कललाई कति करोड दिनु छ? कति करोड 5 करोड 10 करोड 15। अङ्कल जनता जान्न चाहनुहुन्छ तपाईँको मनमा के छ भनिदिनुहोस्। मन खोलेर भनिदिनुहोस् कि अब तपाईँलाई के गर्दा ठिक हुन्छ। मेरो लागि सबै ठिकै छ होइन भन्नुहोस् न दुई शब्द राखिदिनुहोस् यहाँनिर मतलब तपाईँलाई एउटा थाहा भएको कुरा फाल्तुको कुरा। अङ्कलले हेर्नुहुँदैछ